सम्पूर्ण नमस्कार। मैले अहिले मेकाडामिया नटको बिरुवा जमाउन लागिरहेको छु। र मेकाडामिया नट बिरुवा जमाउनुभन्दा पहिला यसलाई करिब 24 देखि 48 घण्टा पानीमा भिजाउनु पर्छ। र उक्त पानीमा भिजाएको मेकाडामिया नटलाई यो बालोमा राखी अंकुरण गर्नुपर्दछ। उक्त प्रक्रियालाई स्टार्टिफिकेसन भनिन्छ। यसलाई कुनै पनि नट प्रजातिलाई अंकुरण हुनुको लागि बढी तापक्रमको। त्यसकारणले मैले यो भिजाएका नटहरूलाई यो बालुवामा देख्न सक्नुहुन्छ। सम्पूर्ण बालुवा हो। यो बालुवामा मैले राख्छु। यो राखेको करिब 20 देखि 45 दिनभित्र यो अंकुरण हुन्छ। राम्रोसँग अंकुरण भयो अथवा 70% अथवा 90% भन्दा बढी यो अंकुरण हुन्छ। यो भएपछि मैले यसलाई पोलिब्यागमा सार्ने प्रक्रिया गर्नेछु। यो सम्पूर्ण नटहरू भिजाएका नटहरू बालुवामा राख्ने काम गर्छु। मैले मेकाडामिया नट बिरुवा जमाउनको लागि बालुवामा राखिएको नट आज करिब 36 दिन भयो। कस्तो भयो, अंकुरण भयो या भएन, मैले आज हेर्दैछु। र यदि अंकुरण भएको रहेछ भने मैले पोलिब्यागमा सार्ने प्रोसेस गर्नेछु। मैले पोलिब्यागमा राखेका नटहरू यसरी अंकुरण भइराखेका छन्। यो अंकुरण भएको देख्न सक्नुहुन्छ। यसरी अंकुरण भएको नटलाई मैले आज पोलिब्यागमा सार्छु। यसरी अंकुरण भइराखे अंकुरण भएको नट पोलिब्यागमा सारेको आज करिब 20 दिन भयो। यो 20 दिनको प्रगति देख्न सक्नुहुन्छ। करिब 2500 बिरुवा यसरी अंकुरण भइसकेको छ र 1000 नट अंकुरण हुने प्रक्रियामा छ। बिरुवा यसरी तयार भएको छ।